जय श्री कृष्ण, जय श्री राधे। सम्पूर्णमा ईश्वरको कृपाद्वारा भएका सृष्टि। अब मलाई पुरा देख्छ कि देख्दैन हेर्नु ल। राधे राधे सम्पूर्णमा। विशेष यहाँनिर आज चाहिँ स्पेसल हेल्दी लिभिङ लाइफको क्रममा एउटा फन पनि भनौँ, रमाइलो पाठ के गरेँ भन्दाखेरि मौरीको मह चाका काट्ने सोच भयो र 2-3 वटा यो मौरीको महको जुठो राखेका थियौँ। अनि जुठो राख्ने क्रममा चाहिँ यो पहिलोचोटिको ट्राई हो, कस्तो हुन्छ गरौँ न त भनेर विचार गरेको। नभन्दै यहाँ न यसरी काट्दो रहेछ। यहाँ सबै महै मह छ। अनि अब यसलाई हार्भेस्ट कसरी गर्ने भन्दाखेरि मैले अहिलेसम्म जानेको चाहिँ अब योभन्दा धेरै राम्रो कुरोहरू त होला, तर मैले जानेको चाहिँ यति नै हो। यहाँ तुलसीहरू जुन छ त्यसलाई सदुपयोग यसरी नै गर्ने। कस्तो मजाले आउँदो रहेछ। एकदमै रहनी हो यो चाहिँ, एकदमै अर्ग्यानिक। अहिलेको अब सिजनमा यसलाई कुनै चिनी फिडिङ गरेको होइन, घरबाट चाहिँ हुनसक्छ अन्त कहीँबाट चिनीकै पनि लिएको चाहिँ होला, तर विशेष अहिलेको सिजनको फलफुल चाहिँ पक्कै पनि प्रशस्त भएको कारणले गर्दाखेरि फलफुलको रसै लिएर लगाएकै हो भने भएर चाहिँ, किनभने यो अहिले फलफुलको सिजन भएकोले गर्दा मलाई त्यही नै लाग्छ। एकदमै दामी। अनि गर्दाखेरि के चाहिँ नहुँदो रहेछ त होइन, गर्दा चाहिँ के नहुँदो रहेछ यसो ख्याल ख्यालमा। अब यसलाई केही गर्नु पर्दैन त्यस्तो। अब एकचोटि अब हाइप्स लिएर लगाइदियो अनि जस्ट उनीहरूको आफ्नो तालमा छोडिदियो। गर्नुपर्ने खासै त्यस्तो धेरै केही होइन रहेछ। भर्खर 2 पाना मात्रै गरी सकिँदैछ। त्यहाँ पनि अच्छा हो, अरू गर्नु बाँकी रहेछ यहाँनिर। यहाँनिर छन् थाक। अस्तिको जति नै आउने रहेछ नि। बजारमा चाहिँ खाँदा नै आक्रमण गर्छन् कि क्या हो कि कसो थियो। अघि एउटाले ओठमा भ्याइदिइहाले। ओठको साइज अलिकति केही फरक आएको छ। के गर्नु अब, म काट्नेले हात चाट्छन् भनेर भन्छन्, म काट्नेले यहाँ चाहिँ ओठै बगाएछन्। ओठको साइजै चेन्ज हुँदो रहेछ भन्ने बारेमा चाहिँ मैले चाहिँ त्यो चाहिँ स्टडी गरेँ। अनि जे होस् फन छ। अर्को उतापट्टि खुर्किसकेकै छैन। सक्यो नि ए यो। अनि यो चाहिँ यो वाक्स मात्रै हो, रस भएको चाहिँ यस्तो देखिन्छ नि। यो बच्चाहरू यसलाई सुनाउँदैन। बच्चा मात्रै चाहिँ ठुलो खाएर राखिदिएको च्याक्का खाएर। ए हो, मलाई बच्चै राखिदिनु भनेको भनेको अस्ति पनि बाबाले खाइहालेछ नि, म खाउँछु नि भन्दै थियो। एउटा केमा
ल्याउनु नि छिटो ढिलो भयो म त निकै ठुलो भने मेरो ए बाबै भएछ ल अलिक मोरले चुसो जाम त यता यता आउँदैछ नि यो चाहिँ चलाउनु हुँदैन थियो मैले छुर्पी हुँदो रहेछ हो छुर्पी जस्तै हुँदो रहेछ पोलेर खाउँथ्यौँ खाएको छ नि पोलेर त्यो चाहिँ राख्नुपर्छ यो त चलाउनु ए यसको अस्ति निकाल्नु नि एकचोटि यो के हुन्छ भनेर यसलाई त्यहाँ ठाउँ खाली भएर त्यहाँ बच्चालाई चाहिँ उता चुया चुया भुइँमा भुइँमा भरे यसैमा पनि लाग्दैछ हेर्नु नि यसरी ए त्यो साइडमा लगाएको यो आमा चाहिँ फिडर हो नि त वास्तवमा ल आमा भागु 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 तपाईँ भागु भागु हुन्छ राख्नु त्यो त उहाँ यति गुडै छ यहाँ हेर्नु त यी त्यही त नि पापै भयो होला यो पोकै लानु न छोटिन आमा यो त आफ्नै तालले जाओस् बडा त फेरि अहिले तपाईँले माथि छोड्नु हुँदैन यो 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 चाहिँ नि पोकै लानु नि यो पोकै हेर्नु त यी अहिले यो डल्लै उता लगेर राखेर हामी त्यसको तपाईँलाई अनि यो यसले छोपिन्छ नि त अनि अरू काट्दा ओइ त्यस लगाएर लैजाएर रुमाल यसो छोपेर ल लैजाएर चक्के त्यहाँ राखेर आइदियो उनीहरूलाई के धुवा लगाइदिने उनीहरूलाई यसो गर्नुपर्छ कि यिनीहरू यहाँ चढ्छ होइन यिनीहरू यहाँ चढेपछि अनि यो चाहिँ लगेर उहाँ राखिदिनुपर्छ मैले ए यसो छोपौँ अनि यो चाहिँ थपक लगेर उहाँ राखिदिइसकेपछि के हुन्छ भन्दाखेरि यसबाट थाहा खेताती लगाएर जान्थ्यो यसो अहिले उहाँमा यत्रो बनाइदिए माथि अन्त यो गरिदिनु लु कहाँ थिच्नु फेरि दि अमेरिकाको विशेष धानबारीको
दृश्य चटक्क फुलिरहेको अवस्था छ। अब यो चाहिँ एकदमै भुइँसम्म झुल्ने गरी फल्छ होला भन्ने सङ्केत चाहिँ यहाँनिर देखाइरहेको अवस्था। श्री राधे राधे। ढकमक फुल फुलेका छन् उस्तै भगवानको लीला कति मजा आएको है। उसको पनि त स्वतन्त्रता छ, जिउनु पर्यो। टमाटर फलेका छन् उस्तै फेरि बिन्दादेवी भगवान सजाउनु भएको छ उस्तै गरी फेरि ढकमक्क। ओहो श्री राधे राधे छ नि। यहाँकै नेपालबाटै लिएर रोपेको बिउ, बरको बिउ हेर्नु नि, यो बिरुवा बढेर यत्रो चाहिँ भएको छ, मभन्दा पनि अग्लो भएको छ अहिले हालमा। श्री राधे राधे। यो पारिजातको पनि एउटा छुट्टै अलिकति कथा व्यथा छ, यो पनि त्यति नै अग्लो हुनुहुन्छ। मैले सोचे यो चाहिँ एकपालि चाहिँ फुल्छ होला है आमा गजबले। राधे राधे। चमेली फुल त्यस्तै गरी फेरि यहाँनिर बेलको पत्र पनि भगवान्लाई चढाउनुको लागि रोपेको। यो लगभग 8 वर्ष भने आमा अझै पनि यो गरिरहेको छौँ, सम्हालिरहेको छौँ। बाहिरभित्र गरिराख्नुपर्छ किनभने यहाँको मौसमको कारणले। एउटा छ फेरि यहाँनिर यो चाहिँ एकदमै औषधिमूलक रहेछ। मैले बुझेअनुसार यो साउथ इन्डियनहरूले यो चाहिँ के छ त भन्दाखेरि मकमक बास्ना आउँछ यसको पत्तामा। यो चाहिँ पत्ता उल्टो पारेर मजाले धुएर चाहिँ उल्टो पारेर मरिच 3वटा दाना लाउँछन् र अनि त्यहाँदेखि कालो निमक अलिकति लाउँछन् र मौरीको मल लाउँछन् होइन। अनि मजाले चपाएर खान्छन्। घाँटी दुखेको सर्लक्कै चिलिम चुवाट बनाइदिन्छ। श्री राधे राधे। अमलाको बोट पनि फेरि छन् यहाँनिर। अमलाको पनि आफ्नै किसिमको महिमा छन् यहाँनिर। भनौँ आइटिन झार भन्छ नि, काटेको ओरेकोमा थबक्क माडेर चट्ट लगाइसकेपछि टुप्लोकी जाति भइहाल्छ। यो मेरो मिनी वृन्दावनको गेट हो। गेटमा फुल्दैछन् फुल मजाले हेर्नु, आफ्नै किसिमले रमाइरहेछन् फुलहरू ढकमक्क। अनि यसमा अर्कै किसिमको एउटा घन्टी जस्ता पनि छन् तिर्का, कति राम्रा फुलेका। गर्दै लाँदा यहाँनिर केही थोरै सयपत्रीहरू, बाह्रमासेहरू अनि यस्ता कुराहरू चाहिँ भइरहेछन् यहाँनिर। अब गर्दै लाँदा यहाँनिर अर्को गुवाले यहाँनिर चाहिँ चराको लागि चारो खाने, यसो पानी खाने ठाउँ बनाउनु भएको। अब यहाँ मौरी चाहिँ आज चाहिँ मजाले घाम लागेको अवस्था हुँदा, हिजो फेरि मैले काटेको हुँदा होला अलिकति थोरै घाम ताप्न निस्केको हो कि कसो कसो के हो, विचलित भइरहेछन् अलिक। यी धतुरा फुल छन् भगवान्लाई चढाउने। खाना र टिप्न बिर्सिएको जस्तो त्यहाँ एउटा चाहिँ काँक्रै फल्दैछन् ढकलकै। अब यहाँनिर कुसी औँसीको लागि चाहिँ पर्खिरहेछन्। त्यस्तै गरेर सानो झरनामा आवाज मजाको आइरहेछ। यहाँ पनि अर्को छ
मरेको घार आफ्नै किसिमले उन्नति प्रगति अगाडि बढिरहेछ, बिजी छन्। र त्यसै गरी यो सानो खोला लगाए कहाँबाट सुरु हुन्छन् त भन्दाखेरि त्यहाँबाट साइकल भएर यसरी आउँछन्। राधे राधे। कति आराम गर्ने ठाउँको मेन गेटबाट भित्र पस्दैछु। ठ्याक्कै यहाँबाट भित्र पसेर चाहिँ आराम गर्ने हो। सागसब्जी आफ्नै किसिमले फलेका छन्। रायोको साग आज भर्खर गोडेको। अब यहाँनिर लटरम्मै लौका फलेका छन्। एउटा चाहिँ संसारकै सबैभन्दा ठुलो लौका, कति लामो लामो, आमामा यता पनि फलेछन्। यो फुल खुब मनपर्छ, हिउँदे सिमीको फुल। बल्ल मैले खोजेको चाहिँ देख्दैछु। ढकमक सजाउँछन् होला। यी टमाटर फेरि भ्याइ नभ्याइ फलेका छन् आफ्नै ठाउँमा। कद्रा कद्रा टमाटर छन् भने राधे राधे छन्। ल है साथी हो, आजको विशेष दृश्यहरू यस्तै छन्। फेरि आउँदो दिनहरू तपाईँहरूलाई म फेरि रोचक अवश्य नै देखाउने छु। राधे राधे। मेरीगोल्ड फ्लावर पनि होइन यो, तर देख्नमा मेरीगोल्ड जस्तै देखिन्छ। यस्तो ठुलो रुख हुने रहेछ। यस्तो छ। हेर्न हौ, भ्याइ नभ्याइ चाहिँ त्यसलाई रस खोज्नु र खान के गर्नु र।